जापानमा 531 येनको तरकारी के आउँछ है, म देखाउँछु ल। त्यही पनि अलि सस्तो ठाउँमा गएको भएर होइन, यो चाहिँ तरकारी मात्रै बेच्ने ठाउँ हो। यो चाहिँ चाइनिज क्याबेज है, अनि यो के भन्छ नेगी भन्छ के अरे है, यत्रो लामो। अनि त्यसपछि ब्रोकाउली, कत्रो ठुलो फेरि ब्रोकाउली है। अनि प्याज यति 1 2 3 4 यति 4वटाको चाहिँ 531 येन। मेरो बुढा चाहिँ बाहिर गएछ थियो, अनि तरकारी पसल मात्रै भेट्नु भएछ कि कहाँ सस्तो रहेछ, अनि सस्तोमा किनेको। नत्र भने चाहिँ यो चाइनिज क्याबेजको 4 भाग लगाएको हुन्छ, एक भागको मात्रै 170 येन 40 येन 50 येन त्यस्तो भएर गएको हुन्छ क्या।